सेवा जय माटो भन्न चाहन्छु। मैले तपाईहरुलाई आदरणीय खोटाङवासी दाजुभाइ दिदीबहिनीहरूलाई आमा बुवा त्यसैगरी सम्पूर्णलाई म सेवा भन्न चाहन्छु। म धनीराम नछुङ। अब यही फागुन 21 गते चुनाव हुँदैछ, भोट कसलाई दिने भन्ने कहलता होला र यसलाई पनि म मेट्न चाहन्छु थोरै छोटो भनाइमा। अब हामीले हिजोदेखि तपाईको चाहिँ हाम्रो पुरानो दलहरूलाई भोट हाल्दै आयौँ। पुरानो दल भन्नाले अब त्यही हामी सदाबार सम्झिन्छौँ एमाले, काङ्ग्रेस, माओवादी र तपाईको चाहिँ यस्तै पार्टीहरूलाई हामी सम्झिन्छौँ। हामीले बारम्बार उहाँहरूलाई मौका दिएको छौँ, तर उहाँहरूले केही गर्न सक्नु भएन। के गर्न सक्नु भएन भन्दा कुनै पनि देशमा परिवर्तन गर्न सक्नु भएन र उहाँहरूले अब देश परिवर्तन गर्न नसके पनि आफ्नो पार्टीको नामहरू चाहिँ परिवर्तन गर्न सक्नु भएको छ। यति चाहिँ म तपाईहरुलाई भन्न चाहन्छु। र अहिले खोटाङमा चाहिँ राम्रो राम्रो उम्मेदवारहरू उठ्नु भएको छ, तर पार्टीको सिद्धान्त चाहिँ उहाँहरूले विलाप गरेर उठ्नु भएको छ। त्यसो हुनाले अहिले अब म तपाईहरुलाई पहिलो कुरा त के भन्न चाहन्छु भने यो स्थानीय चुनाव होइन, यो केन्द्रीय चुनाव हो। यो चाहिँ हामीले उहाँ नीति नियम बनाउने चुनाव हो। त्यो भएको कारणले पार्टीको नीति नियमहरू हिजोदेखि हेर्दै आएको थियौँ र भोलि पनि देख्नेछौँ। र अहिले म के भन्न चाहन्छु भने हामीले सूर्यलाई भोट दिनु भनेको केपी ओलीलाई दिनु हो। केपी ओलीले के गर्नुभयो त बारम्बार प्रधानमन्त्री हुनुभयो र त्यसै गरी तपाईको चाहिँ रुख चिन्हलाई भोट दिनु भनेको गगन थापालाई दिनु हो। गगन थापा एमसीसी पास गर्दाखेरिको कुराहरूलाई हामीले एकताली फेरि पनि हेरौँ उहाँको सिद्धान्त के हो। र अर्को भनेको तपाईको चाहिँ तारालाई चुनाव दिनु भनेको हिजो उहाँले आफ्नो पार्टीको नामै विलाप बनाएर प्रचण्डलाई दिनु हो। यो कुरा चाहिँ तपाईहरुले बुझ्नुपर्छ। र तपाईको चाहिँ विभिन्न पार्टीहरू अन्य उम्मेदवारहरू पनि हुनुहुन्छ र तपाईको चाहिँ अन्जुलीमा माटो भएको चाहिँ हामीले दिने भनेको श्रम पिता हर्क साम्पाङलाई दिने हो। त्यो भएको कारणले हामीले के भन्न चाहन्छु भने एकताली सबैलाई हेरौँ माथिको नेतृत्व को छन् र नेतृत्वको चयन गरेर यहाँ हामीले भोट दिनुपर्छ। मैले यति तपाईहरुलाई अनुरोध गरेँ। खोटाङवासी दाजुभाइ दिदीबहिनीहरू र अल नेपालमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरू र तपाईको त्यो देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु भने तपाईहरूले घर परिवारलाई पनि सम्झाइदिनु पर्यो, बुझाइदिनु पर्यो यो हो है भनेर। अहिले यो स्पष्टसँग हामीले जनतालाई बुझाउन भने फेरि पनि देश दुर्घटनामा जान सक्छ। फेरि पनि जेनजी आन्दोलन जस्तै हाम्रो छोरा नाति हाम्रो तपाईको चाहिँ हामी भोलि चाहिँ नेपाल नरहे खण्डमा हामी के आधारले नेपाली भन्न सक्छौँ। यो माटो रह्यो भने हाम्रो देश रह्यो भने हामी नेपाली हुनेछौँ र नेपाल रहनेछ। मैले यति अनुरोध गरेँ तपाईहरुलाई। फेरि पनि हामीले यो पार्टीको नेतृत्व को हो भन्दै गर्दा फलानु भनेर एकतरी सोचेर हामीले भोट बदल्नुपर्छ। भोट बदल्नु भनेको देश बनाउनु हो। मैले यही भने सबैलाई जय माटो।